नेपाल, बुद्ध जन्मिएको भूमि। संसारभरि बुद्धको नाम फैलियो, तर विडम्बना बुद्धकै देशमा बुद्धका शिक्षाहरू बिस्तारै हराउँदै गएका छन्। किन? हामीलाई गर्व छ, हामी भन्छौं बुद्ध वाज बोर्न इन नेपाल, तर थोरैले भन्छन् बुद्धज धम्मा लिभ्स इन नेपाल। गर्व छ तर अभ्यास छैन, पहिचान छ तर समझ छैन। बुद्धले भनेका थिए, आफ्नो मन बुझ, तृष्णालाई देख, आसक्तिबाट मुक्त हौ। तर समयसँगै उनको शिक्षा दर्शनबाट धर्म भयो, अनि धर्मबाट केवल संस्कार र पूजा मात्र। यसरी अभ्यास हरायो, पूजा मात्र बाँकी रह्यो। बुद्धको बाटो कठिन छ। आफ्नै दोष हेर्नुपर्छ, क्रोध, ईर्ष्या, अहंकार घटाउनुपर्छ, दयालु हुनुपर्छ, सत्य बोल्नुपर्छ, ध्यान गर्नुपर्छ, लोभ कम गर्नुपर्छ। तर पूजा सहज छ। धूप बालियो, दान गरियो, भजन गाइयो, अनि मेरो पुण्य बढ्यो भन्ने भावना। तथ्य के हो भने मानिसले सजिलो र सर्टकट मार्ग खोज्छ। बुद्धका शब्द दुःख, अनित्य, अनत्ता आज धेरैलाई अर्थ पनि थाहा छैन। त्रिपिटक, निकाय, विनय, अभिधम्म पढ्ने परम्परा हरायो। बाँकी आयो उत्सव, जात्रा, कर्मकाण्ड, ध्वजा जस्ता देखावटी परम्परा। बौद्धनाथ, स्वयम्भू, लुम्बिनी आज सांस्कृतिक सम्पदा हुन्। मानिस सेल्फी खिचेर जान्छन्, तर भित्र बसेर शान्त मनले श्वास, ध्यान गर्ने, बोधिचित्तको विकास गर्ने कोही देखिँदैन। आजको समाजले सिकाउँछ धेरै कमाऊ, धेरै देखाऊ, धेरै पाऊ। तर बुद्ध भन्छन् यही तृष्णाले नै दुःख जन्माउँछ। एकातिर माइन्डफुलनेस, अर्कातिर डोपामिन ड्रिभन सोशल मिडिया। साम्य छैन। नेपालमा बौद्ध हुनु भनेको धेरै ठाउँमा जात, उत्सव, प्रतीक वा संस्कारको पहिचान भइसक्यो। तर बुद्धको शिक्षाले त परिवर्तन खोज्छ, स्वभावको, मनको, व्यवहारको, जीवनको। तर कथा यहाँ सकिँदैन। आज फेरि युवाहरू बुद्धका शब्द पढ्न थालेका छन्, ध्यान सिक्न थालेका छन्, दर्शन बुझ्न थालेका छन् र जीवनमा लागू गर्न थालेका छन्। किनकि सत्य सधैँ फर्कन्छ, मन सधैँ शान्ति खोज्छ। नेपालले विश्वलाई बुद्ध दियो, अब नेपालले विश्वलाई बुद्धका शिक्षा पनि दिन सक्छ। तर त्यो दिन तब आउँछ जब हामी गर्व मात्र होइन, अभ्यास पनि गर्छौं। यदि तपाईलाई यस्तो सोच मन पर्यो भने जान्नुहोस्, बुझ्नुहोस्, अभ्यास गर्नुहोस्। जिज्ञासु बनौं, प्रश्न गरौं, ध्यान गरौं। एउटै जीवन छ, दुःख कम गर्ने कला सिकौं। बुद्धम शरणम गच्छामि। यो भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गरिदिनुहोस्। सकेसम्म धेरै भन्दा धेरै मानिससम्म बुद्धका वास्तविक शिक्षा पुर्याउँ।